क्या हुआ? कैप्टन विराट आईसी 5866 रिपोर्टिंग सर। हेलो साथीहरु, वेलकम ब्याक टु मेरो युट्युब च्यानल। यदि तपाईँ उसबाट फेसबुकबाट हेर्दै हुनुहुन्छ भने लाइक गर्न, शेयर गर्न नबिर्सिनु होला। अच्छा ठीक है, समझ गया। आज चाहिँ हामी कहाँ गएको थियौँ? भृगुटी मण्डप। मालिक बस बहुत हो गया, आज तो इस बात का फैसला कर ही डालते हैं। कैसा फैसला? सीधा चलते हैं मुच्छर के। भृगुटी मण्डप गएको थियौँ हामी चाहिँ। झोला किनेर हामीले एउटा झोला किनेर रहेछ भाइले लागि। यस्तो छ क्या, भृगुटीमा अब जस्तै तपाईँले भनेको प्राइस भन्दा भृगुटी जानुभयो भने भनेको प्राइस भन्दा यदि 50% डिस्काउन्ट गराउनु भएन भने त्यहाँ तपाईँ पक्कै ठगाएर आउनु भएको छ भन्ने फिल हुन्छ होइन। यो चाहिँ खास गरी टुडी खेलको यहाँ भ्यू हो, जस्तै स्काई टावर होइन, यो बन्दै गरेको त्यो टावर हो। अनि यता यो अब त्यही चुनावमा दिएको नयाँ गाडी हो पुलिसको। हाम्रो टोलीहरू यता रहेछ। त्यही हो। अब हामी चाहिँ भाइको खासमा यहाँनिर चाहिँ कन्सल्टेन्सी घुम्न भेट्न जानुपर्ने रहेछ। सो त्यही भएर हामी चाहिँ त्यही कन्सल्टेन्सी गइरहेको छौँ अहिले चाहिँ होइन। अस्तिदेखि त मैले ब्लग हाल्नै पाएन, यहीँ ब्लग नहाल्दा भए यताको भिडियो यताउता काटछाँट गरेर हालिदिएको थिएँ। सो यो चाहिँ जस्ट भ्यू टावरको नजिकैको पसलहरू हो यतातिर। हजुर, वाट्स ह्यापन? ओके, ओ भाइको रुम नि हेर्न जानुपर्ने रहेछ। कता हो खासमा? यहाँभन्दा भित्र कहाँ ल्यायो यार तिमी? यतातिर त अर्कै चिज पाउँछौ फेरि। मण्डप। कुन मण्डप हो? त्यही हो? कहाँबाट छिर्नुपर्ने? ओके, सो अहिले चाहिँ हामी चाहिँ एउटा अङ्कलको पसलमा नि जानेवाला छौँ, जहाँबाट मैले चाहिँ यो माइक किनेको छु। कतिमा किनेको? बोयाको प्राइस भन्नु हुँदैन खासमा। कम्पनी चाहिँ बोया हो, त्यही हो। अब कम्पनी बोया हो, प्राइस भन्नु हुँदैन। यतातिर सटरहरू बन्द रहेछ। यो चाहिँ यो वडा कार्यालय कन्स्ट्रक्सन हुँदै गरेको यहाँ वडा कार्यालय बन्दैछ। एकदम ठुलो रहेछ काठमाडौँ केएमसीको होइन, काठमाडौँ म्युनिसिपालिटीको। अब चाहिँ हामी यताबाट कता छिर्छ त्यो थाहा भएन, तर जे भने बिडी चाहिँ काठमाडौँ हराउनेवाला छैन, जस्तो सुकै गल्ली भए पनि। तर हाम्रो ओहो खतरा हान्यो केटाहरूले। दिल्ली बजार जाने बाटोमा निस्किन्छ, दिल्ली बजार जाने बाटोमा निस्किन्छ, जुन चाहिँ अहिले कन्स्ट्रक्सन हुँदै गरेको। त्यहाँ एउटा के छ भनेपछि कन्स्ट्रक्सन हुँदै गरेको एउटा कल्भर्ट रहेछ त्यहाँ। अब यतातिर हेर्नु ड्रेनेजको काम हुँदैछ। यस्तो मकै टक्क मकै पोल्ने ठाउँ। यसलाई चाहिँ खास गरी चिसो महिनामा, जाडो महिनामा खान अलग्गै मजा आउँछ काठमाडौँको मकै चाहिँ। के कसो भाइ, तिमी खाछौ कि नै? एकदम ठिक खाछौ। ल हेर्नु यस्तो हाम्रो दाइले पनि खान्छ। यता दाइ किलर आयुष रे। यहाँ सब आफ्नो चाहिँ बाबुराव रोस्टर भन्ने यसको छ फेरि। यो रिकेश भाइको त नर्मल हो, अनि सबको आफ्नै पारा छ। ऊ भाइ फेरि लौ भइहाल्यो, वकिल भइहाल्यो, उसँग त कोही गर्नु हुँदैन, नत्र मुद्दा सुधार ठोकिदिन्छ। अब यस्तो गल्ली रहेछ होइन। अब यस्तो गल्लीमा यसले लगेर गयो भने त न्यू चितवन गेस्ट हाउस कुन चाहिँ हो? अब यहाँबाट भित्र छिर्दैछु। भाइ त यार गेस्ट हाउसमा रुम लिएर बस्छौ तिमी यार। भाइ त अब गेस्ट हाउसमा रुम लिएर बस्न थालेपछि त अब के हुन्छ यो गेस्ट हाउसको हालत भन त यार। इस सज्जन को क्या तकलीफ है भाई? हेर त बस्छौ यहाँ बस्छौ। ल यार यो रुम त बवाल रहेछ तर है। ल हेर्ने त यस्तो रुममा बस्ने हो रे भाइले। पहिला पनि कोही बसेर गएको जस्तो लागिरहेको छ यहाँ। सुत्न पैसा लागेन। आज चाहिँ खासमा केही काम छैन। सो आज चाहिँ हामी के गरिरहेको छौँ भने बागबजारको यो टुर हानिरहेको हो। जस्ट कन्स्ट्रक्सन फेजमा रहेछ होइन। अब भाइको कन्सल्टेन्सी नभेटेर चाहिँ हामी खासमा